सम्पूर्णमा नमस्ते, म हिमाल कुँवर। अ, आज हामी भाग 2 मा छौँ। मादल कसरी बजाउने त? अ, आज हामी सानो तालको विषयमा कुरा गर्नेछौँ। दर्शकबिन भिडियो अन्तिमसम्म हेर्नुहोला र मादल राम्रोसँग सिक्नुहोला है त हजुरहरूले पनि। यो सानो ताल हो। अब सानो ताललाई चाहिँ नि कसरी बजाउने त? सानो तालमा तपाईँको यो देख्नु भएको छ नि, यो घेरा औँलाको यो घेराबाट यता माथिल्लो भागले बजाउनु पर्ने हुन्छ है त। यो घेरादेखि माथिल्लोपट्टिको भागले यसलाई बजाउनु पर्ने हुन्छ। अनि बजाउने चाहिँ कतना हानेर बजाउने त? यो भागले यति मात्र, बुझ्नुभयो? यति यो खरीको डिलमा हानेर बजाउनु पर्ने हुन्छ है त। यो खरीको डिलमा हानेर यता धेरैले त पहिला सिक्दाखेरि यसरी ड्याम 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 हानेर चाहिँ त्यसरी हान्नुहुन्थ्यो। नयाँ नयाँमा साथीहरूले धेरै हान्ने पनि गर्नुहुन्छ, तर यो चाहिँ यसरी हानेको रफ हुन्छ, बुझ्नुभयो? यसरी हानेको रफ हुन्छ। हामीले चाहिँ सफ्ट कसरी हान्ने त, सही कसरी हान्ने त, त्यो सिक्दैछौँ आज है त, भाग 2 मा है त। यसलाई चाहिँ यो भाग मैले भने भर्खरै हजुरलाई, यो घेरादेखि माथिको भागले यसरी हान्नुपर्ने हुन्छ कि यसलाई। सबैभन्दा पहिला यो कैँची बनाउनु पर्यो है। यो पोजिसन राख्नु पर्यो औँलाको। 3टा औँला छुट्टा, एउटा औँला चाहिँ यो छुट्टा चौरी औँला। र यो चौरी औँलाको चाहिँ नि मादलमा चाहिँ लगभग 75-80% यसैको काम हुन्छ है त। बढी मात्रामा यो चलाउनु पर्ने हुन्छ। त्यसैले हान्ने कहाँ, यहाँनिर हान्ने, यसरी बजाउने, बुझ्नुभयो? योनिर यो डिला हान्ने है, डिलको भागमा फत्ताङ 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 फत्ताङ। यो तपाईँहरूले दिनको 10-15 मिनट प्र्याक्टिस गर्दा पनि हुन्छ नयाँ साथीहरूले है त। हात चाँडै चल्छ। जुन हातले बजाउनुहुन्छ नि यो सानो ताल, त्यो हात चाहिँ यो पोजिसन राखेर यसरी बजाउनु होला है त। फत्ताङ 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 फत्ताङ, बुझ्नुभयो? यस्तो मुभमेन्ट गर्ने अनि फत्ताङ 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 बनाइराख्ने है त। र यसरी सजिलो हुन्छ तपाईँहरूलाई सिक्न, नयाँ साथीहरूको लागि। धन्यवाद। फेरि हामी अर्को लेसनमा, अर्को भागमा फेरि अरू अन्य कुराहरू सिक्नेछौँ। धेरै लामो भिडियो भयो भने हजुरहरूलाई पनि झ्याउ लाग्ला भनेर मैले सानो सानो भिडियोहरू बनाइरहेको छु। हस्, धन्यवाद है त।